एबीसीडी भन त के आउनका पुरै भन आउन जति आउँछ त्यति भन आउनका नाम भनेर तिम्रो के हो एलेस एस के एलेस पुरा के भन्न आउँछ मलाई अरु केही नि भन्न आउँदैन के आउँछ त मलाई त केही नि आउँदैन अघि भनेको त अनि के हुन्छ अरे या अनि पुरै भने नि के हुन्छ अरे पेट दुख्छ के हुन्छ अरे पेट कहाँ दुख्छ पेट यहाँ पुरा भने नि पेट दुख्छ हो ए बा हजुरको घर कहाँ हो नि मेरो घर कुसमा हजुरको नाम के हो मेरो नाम टेकबहादुर तामाङ तिम्रो बाबाको नाम के हो प्रकाश प्रकाश के प्रकाश परेश यता हेरेर भन प्रकाश परेश मम्मीको नाम निशा के अरे निशा तिमी एक्लै हो जाने पढ्न अरु नि छन् तिम्रो क्लास टिचरको नाम के हो तिम्रो क्लास टिचरको नाम के हो एलेस परेश मत्ते ए तिमी कति कक्षामा पढ्छौ रे नर्सरीमा ल एबीसीडी भन्दै एकचोटि पेट दुख्छ पेट कहाँ दुख्छ यहाँ अनि भात खाँदाखेरि दुख्दैन पेट खाना नि दुख्छ अनि भात खान्छौ खान्न तिमीले खान्छु के भात पेट दुख्छ अनि पेट दुख्ने होइन किन खान्थ्यो नि भात नखाए हुन्थेन पेट दुख्छ नि भात किन खाएको त नि पढ्दाखेरि पेट दुख्छ अनि नपढ्ने अनि भात खाँदाखेरि पेट दुख्छ नि भात खाने अनि राति उठेर उपवास भोक लाग्छ नि अनि भोक कहाँ लाउँछ त नि मुखा कहाँ लाग्छ देखाउ त यहाँ है यहाँ ल धन्यवाद